मलाई धेरै मान्छेले सोध्नु भएको हुन्छ के तपाईँको भिडियो कसले बनाइदिन्छ अनि केदेखि एडिट गर्नुहुन्छ भनेर मेसेज गर्नुभएको हुन्छ। मेरो फलोअर्स त कम छ, तैपनि मेरो लाइक कमेन्ट त फलोअर्स हेरौँ भने आएकै हुन्छ। धेरै धेरै फलोअर्स भएको मान्छेहरूले पनि मेसेन्जरमा मेसेजमा सोध्नु भएको हुन्छ के नानी यो सिकाइदेऊ त्यो सिकाइदेऊ भनेर। त्यति बेला कस्तो खुसी लाग्छ क्या आफूलाई सिकाउन पाउँदाखेरि। मेरो भिडियो चाहिँ कसैले बनाइदिन्न है, मैले चाहिँ मोबाइल केही ढुङ्गाहरूमा केही भाँटोहरूमा अडाउँछु अनि बल्ल बनाउँछु। कहिले कतै त अडाउँदा अडाउँदै हल्लिएर मोबाइल खसेर कति फुटिसकेछ। भिडियो बनाउन लागेबाट मोबाइल खसेर मेरो मोबाइल चकनाचुर भएको छ के, काम केही लाग्ने हो कि लाग्ने भिडियो बनाएको पछि मोबाइल चाहिँ सब आधै फुटिसकेछ। अनि यसरी भिडियो बनाउनुहोस् भनेर भन्यो भने चाहिँ मलाई आफ्नै भोइस सुनेर लाज लाग्छ, मेरो भोइस राम्रो छैन अरे, कसरी बनाउने के बनाउने भन्नुहुन्छ के। हजुरको भोइस राम्रो छ कि छैन भन्ने कुरा भलकमा हजुरले डिसाइड गर्ने होइन कि, त्यो हेर्ने मान्छेले डिसाइड गर्ने हो। आफूलाई मात्र नराम्रो लाग्छ क्या आफ्नो भोइस, तपाईँहरू भलक बनाएर हाल्नु केही नराम्रो लाग्दैन, मन पराइदिनुहुन्छ सबैले। आफ्नो टाइम पास पनि हुन्छ अनि अलिअलि अर्निङ पनि भइहाल्छ के। अनि अर्को कुरा के, म जहाँ गए पनि हजुरको भिडियो हेर्छु, म कहिले भिडियो पोस्ट गर्नु होला भन्ने सोचिरहेको हुन्छु। बहुत मनपर्छ मलाई हजुरको भिडियो भन्नुहुन्छ कि। मलाई पैसा भन्दा पनि मान्छे कमाउनु ठुलो कुरा हो कि। पहिला म कतै गएँ भने मलाई एकजनाले पनि चिन्थेन, अहिले 2-4 जनाले त चिन्नु भएको छ नि त। भोलि बिहान बिस्तारै बिस्तारै सबैले चिन्नु होला। अनि म भलक बनाउँछु भन्ने सोच्ने मान्छेलाई के भन्न चाहन्छु भने, पल्ला घरकोले के भन्ला ओल्ला घरकोले के भन्ला भनेर सोचेर नबस्नुहोस् के। आजै अनि अहिलेबाट सुरु गरिहाल्नुहोस्। एन्ड बाई। धेरै माया।